आफ्नो मनलाई सम्हालेर अघि बढ्नु, सबै आफ्नो पीडाहरूलाई सुनाए भनेर ढुक्क नहुनु। कहिलेकाहीँ आफ्नै छायासँग ठोकेर पनि लड्नुपर्छ। तिमीसँग मेरो केही गुनासो छैन। हामी गलत समय भेटेका थियौँ या समय नै गलत थियो त्यो त थाहा भएन। तर हाम्रो सम्बन्धमा खोट थिएन। सँगै हुँदा हामीबीच कयौँ मनमुटाव भयो होला, तर मनमा लिएको छैन। तिमीले भने जस्तै अब हाम्रो भेट कहिल्यै नहोस्।